हेलो गाइस, वेलकम टु माई भिडियो। सबैजनालाई जोडले आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज म राष्ट्रिय परीक्षा बोर्डतिर राष्ट्रिय अस्थायी प्रमाण पत्र लिन। हजुर के चिज? ए उहाँ अगाडि 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 यो होइन। सो आज म सर्टिफिकेट लिन आएको रे राष्ट्रिय परीक्षा बोर्डमा। थिमी ठाउँको नाम थिमी हो। लेट्स गो। ठाउँ त राम्रो छ त। टक 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 टक। छिटो आइयो। अब खुल्ने रहेछ 10 बजे। अब थाहै भएन। अब बल्ल त 8 बजेर 33 मिनट गयो भनेपछि अझै 1.5 घन्टा चोखै बाँकी छ त यार। 1.5 घन्टासम्म के गर्ने होला? के गरेर बस्नु त? यस्तो राम्रो ठाउँ छ एकदम। तर आज चाहिँ घाम लाग्यो कि। आज चाहिँ घाम लाग्यो। 4-5 दिनको दिनमा घाम लाग्यो। खुसी लाग्यो मलाई आज घाम लागेर। किनभने मैले कपडा धोएर राखेको कपडा 3-4 दिन भयो सुकेको छैन। आज चाहिँ मस्त सुक्ने भयो कपडा पनि। खुसी लाग्यो। राष्ट्रिय परीक्षा बोर्ड अगाडि म आइसकेँ गेटमा। यही हो। सबको आफ्नो सर्टिफिकेट बनाउनु पर्यो। दसैँ बजे छैन। म बसिरहेको छु। साथीहरू आउँदैछ मेरो। केटाहरूसँग भेटघाट गर्नु पर्यो अनि सँगै भर्नु पर्यो। मैले चाहिँ भन्नु पर्दैन। मैले चाहिँ सर्टिफिकेट लिने हो। मेरो केटाहरूको चाहिँ भन्नुपर्ने छ। फर्म यहाँ छ। अहिले केटाहरू आउँछ। केटाहरू भेटेपछि भन्नुपर्छ। कालो देखिस त म त यार। घाममा झन् तिमी कस्तो टल्क्यौ हेर न। आमा तिमी त खत्रै ह्यान्डसम मान्ने त्यही मान्छे त यार। 500 रुपियाँ लुट तन्त्र। यतिकै भिडियो बनाएर गयो नि त। तर होइन माया तिमी हेर न। तिमी झन् मोटा हौ यार पहिला भन्दा यार। मोटा आयो नि म त। यहाँ सब पठाउहरू मात्रै हो। कामसम्म सकेर हामी फर्किसक्यौँ। अनि मेरो केटाहरू चाहिँ आफ्नो रुमतिर लागे। म चाहिँ आफ्नो रुमतिर जाँदैछु। बाइक पुरा त्यही हो। कामसम्म सक्यो आज। रुमतिर लाग्छु। रुमतिर जान्छु। बिहानदेखि खाना खाएको छैन। खाना खानु पर्यो। मोबाइलमा चार्ज पनि छैन। स्विच हुन आँट्यो कि मेरो मोबाइल। चार्ज गर्नुपर्छ मोबाइल। रुममा गएर भेट्छु। रुममा आइयो। 2टा अन्डा लिएर आएको छु। अन्डा खानु पर्यो। बजाइ चाय फाल्नु। अन्डा यो हो चाबी। ढोका खोल्छु।
अब पस्छु भित्र बाटोमा आउँदै गर्दा अन्डा लिएर आएको खानुलाई ल म पहिला चाबी लाउँछु है म रुममा आइसकेँ मैले खानासाना पनि खाएँ खानासाना खाएर अब एकछिन पढ्नु पर्यो सेल्फ स्टडी एकछिन पढ्नु पर्यो अनि त्यसपछि सुत्छु फेरि म पढ्नु पर्यो मैले आफ्नो होमवर्कहरू पनि गरिसकेँ होमवर्कहरू गरिसकेँ अब चाहिँ थकाइ पनि लागिसक्यो अब चाहिँ म एकछिन सुत्छु आजलाई मेरो भ्लग यहीँसम्म फेरि पनि भेट्नेछु अर्को न्यू भिडियोमा त्यति बेलासम्मलाई बाई